हैन। हामी एउटा ऐतिहासिक तीर्थस्थलको लागि यात्रा छ र 40औं वर्षपछि हाम्रो अङ्कल आउनुभएको छ कैलालीबाट र 50औं 60औं वर्षपछि हाम्रो ठुलोबुवा जामु कुइनेबाट आउनुभएको छ। यो एउटा तपोभूमि देवभूमि श्री पञ्चदेउल विनायक नगरपालिका 8 बारला स्थित हाम्रो पुर्खेली गाउँ भएर हामी धेरै सालभन्दा पछि आज एउटा तीर्थस्थलको लागि हाम्रा बाजे बड्डा बाजे र अहिले सँगसँगै हामी नातिहरू पनि छौँ र हाम्रा बड्डा बाजे बजेहरूका मूर्तिहरू लगेर हाम्रो बाजे अङ्कल र भाइहरू गुन्टे भएर आउनुभएको छ। तीनजना भाइ हामीसँग हाम्रो पुसाइ हाम्रो एउटा पुर्णित हुनुहुन्छ र आजको यात्रा र के हो र कसो हो भन्ने हरेक मान्छेहरूलाई लाग्न सक्छ। अहिले हामी पञ्चदेउल विनायक नगरपालिका 8 बाट एउटा तीर्थस्थलको तयारीमा छौँ। अहिले सम्भवतः 70-75 वर्षका मेरा हजुरबुवा हुनुहुन्छ। एउटा श्री नैनाल देवताका मूलधामी उदो अछाम र उभो जुम्लोमा एकदमै नाम चलेको देवता श्री नैनाल देवता आज हामी सँगसँगै र हाम्रो पितृहरू सँगसँगै आज हामी पादुका दैलेख तीर्थस्थलमा जाँदैछौँ र बाजेलाई यो देवताको बारेमा छोटो र एकदमै मिठो शक्तिशाली देवता थियो र अझै पनि हामीलाई आशा छ सोनाम परियार सोनाम ढोलीहरूको एउटा मूलधामी र एउटा देवता हो भन्ने कुराहरू हामीले सुनेका छौँ र यो कुराहरू हामीलाई यथार्थ कुराहरू थाहा नभएको कारणले गर्दा यो देवताको केही ऐतिहासिक कुराहरू 2-4वटा हाम्रो बाजेले राख्नुहुन्छ र यो फेसबुक युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा थुप्रै देश विदेशमा रहेका एउटा हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई सुनाउनको लागि र देखाउनको लागि मैले मेरो बाजेलाई केही 2-4 कुरा राख्न अनुरोध गरेको छु। विनायक पञ्चदेउल नगरपालिका वार्ड नम्बर 8 बारला मा अघि कालिका देवी उत्पन्न पुर्खेलीकी देवी उत्पन्न भएकी कारण कसरी ऋषु राजाकी पाएकी भुवानी दिनु राजाले चिनेको चौतारो कालिका देवीको राजा इदुको मल्ल अरे बडी मालिका गाउँ बहिनी गए अझ बिचमा तिमी बडी मालिका नआऊ म कान्छी बहिनी मालिका मैले पठाइसकेका छौँ बारलामा भनेर अझ बिचबाट फर्केर दुधको घाने ल्याई बारला फर्किसकेपछि माथि धारापानी भन्ने जग्गामा पुगिसकेपछि अगाडि देवीले नुहाएर माथि आफ्नो स्थानमा पछाडि त्यो पाइलो दिएर इजुको मल्ल त्यहाँ पुगिसकेपछि त्यो रोलातिर हेरेर 8-20को रोलमा हेरेर उनलाई देखिसके पत्थर भइसकेपछि त्यो दुध त्यहाँ ढोलेर पुर्खेलीकी देवी पुज्ने ठलो पुग्यो। उसको बाद नैनाल थिएन। कसरी यो नैनाल प्रकट भएको राजा मलै बम्मकी श्रीमती हारमता रानीको पेटमा माथि कालीकोटको अहिले कालीकोट बोलियो माम्नो भन्ने जग्गामा खाना चक्रमा राजाको दरबार थियो त्यहाँ बस्नु भएको थियो। रानीको पेटमा 12वटा लाटा 12 बाई बाछा ती पेटमा जमे। पेटमा जमेपछि रानी त्यहाँबाट राजाले भने तिमी जहाँ जान्छौ जायो गएर तिमी यहाँ आफ्नो अवतार लिएर बस भन्ने राजाले भनिसकेपछि त्यहाँबाट फिर्ता महेन्द्र रानी यो बारलाई भित्र पर्ने रक्ते पानीको खोलामा आइसकेपछि रानी पैदा भइन्। 12 बाई लाटा 12 बाई बाछा त्यहीँ पैदा भएका थिए। हाम्रो बजी रामे ढोली भन्ने भानाकोट जाउँ भने सानो झोला कानमा हाली रक्ते पानीको खोला पुगिसकेपछि रगत बगेको देखे। यो के हो थार मारे कि जलाए मारु कि बाघले यो के रहेछ त भनी जाँदाखेरि रानी पैदा भएकी। यति तुरी यहाँ नआउनु पर्ने हो यस्तो के होस् भनेपछि म यस्तै हौँ म दमाईको छोरा हौँ मेरो नाम रामे ढोली हो भनी अनि बाजेले भन्नुभयो। बाजेले भनेपछि अब त्यसो भए यो मेरो लोटो छ यसलाई लिएर तुरुन्तै वैद्यशालामा गई राजालाई त्यहाँ बोलाएर राजालाई भन्नु कि रानी पैदा भए रक्ते पानी 12 लाटा 12 बाछा जन्मेपछि के गरौँ भनी भन्नुहुन्छ भनेर तपाईँ भनेर आउनुहोस् भनेपछि बाजेले त्यो लिएर गए। चुर्कुलाका पिछु जोशी भन्ने बिचमा भेटिए।
बिचमा भेटिनु भयो उहाँसँग बाजेले भन्नुभयो कि यसो यसै भयो के गरौँ भनेपछि त्यसो भने यसले म जान्छु भनेर सपिनु बेले बयाली सभा पुगे उहाँ पुगिसकेपछि बिग्रिनु बेले त्यहाँ त राजा मुखती आइसकेपछि सरकार यस्तै यस्तै भयो म बामनको छोरा हुँ मेरो नाम पिछु जोशी हो भएपछि रानी यस्तै यस्तै ठाउँमा पैदा भएँ त्यो भएपछि 12वटा उदा बगाइदिने 12वटा उमा बगाइदिने बिचमा उम्राको रूपमा गएर स्नान गरेर बस्नु भनी भन्नुभयो तिमीले लौजाऊ भनेर ती यहाँ आइसकेपछि रानीसँग त्यो खबर दिए बाजेको नि सँगसँगै आए सानो दमाया कामको बाजेको कानमा छ पिछु जोशी आए त्यहाँ गएर स्नान गरी त्यहाँ बस्ने बेला 12 लाटा उदा 12 बाटा उमा बगाइसकेपछि स्नान गरी उम्राको रुखमा बस्दाखेरि गाँठ पनि गाँठ भइसके उसले चुलको रुमालले गाँठ ढाके बाजेले सेवा गरे यो नैनाल देवता रामे डोली हाम्रो बजीको अनि अङ्गमा उल्टिएको र ढोलीको भिख भएको दिन के नि हो रामे डोलीका छोरा असमान डोलीका छोरा अनि पुण्य डोलीका छोरा हाम्रा बुवा कबे डोलीका छोरा म नौले डोलीका तिमी मेरा नाति दिपकु निमबहादुर कान्छो भाइ मन्नाने अनि माने अनि कमल अनि पदम अनि यो कान्छै नाति बखतबहादुर दिक्चने छोरा देवमल अनि छोराहरू छन् नातिहरू छन् गौरवरी अहिलेसम्मलाई मेरो कुनै हानि नोक्सानी अफल भएको छैन तिमी देवी देवताको नाम गरेर मेरो छोरा नाति मेरो ज्वाइँ छोरी सबै चाहिँ सम्पूर्ण पुगेका छन् अझ पनि तिमी देवी देवतालाई मैले हात जोडेको छौँ मेरो ज्वाइँ छोरी नाति पुनाति जनाति मेरो घर परिवार सम्पूर्णै पूर्ण भरियोस् हे भगवती भनेर मैले